सो दर्शकबिन अहिले चाहिँ हामी टक्क लाएर बुद्ध पार्क जाँदैछौँ। सो हाम्रो चाहिँ आजको लग रनिङ चाहिँ के थियो भने दशमीबाट बुद्ध पार्क थियो होइन, त्यो चाहिँ हामीले एचिभ गर्न लागिसकेको छौँ। अहिले यहाँ मरो भाइ टक्क लाएर जाँदैछौँ होइन। बुद्ध पार्कमा बसेर लगको लागि सुनाउट्यो यहाँदेखि समथिङ 1 किलोमिटर होला हामी पार गर्दैछौँ गाइज। ओके फाइन, हामी देखाउनेछौँ त्यसपछि। ओके सो दर्शकबिन पार्कको अन्त मूर्ति आइपुग्यो। अब हामी बुद्ध पार्कमा जाँदैछौँ यो बाटो ओह्रालो टक्क लाएर। हामी अहिले टक्क लाएर बुद्धको मूर्ति भइसकेकोमा चाहिँ हामी आइसकेका छौँ। अनि सो हाम्रो रनिङ पनि कम्प्लिट भइसकेको छ। सो यहाँसम्म चाहिँ हामी आइपुगेको छौँ। हामी चाहिँ यहाँनिर 42 मिनटमा चाहिँ 42 मिनट पोइन्ट 41 सेकेन्डमा चाहिँ हामी यहाँनिर बुद्ध यहाँनिर पार्कमा आइसकेका छौँ। यहाँ देख्न सक्नुहुन्छ बुद्ध पार्क होइन, यस्तो बवाल छ। अनि सो यहाँनिर चाहिँ भर्खर निर्माण भएको हो। अनि के छ भन्दाखेरि यहाँनिर चाहिँ टिकट सिस्टम हो होइन, तर यहाँनिर आज चाहिँ के छ भने पुरै बन्द भएको अवस्था। यहाँनिर चाहिँ यसो मान्छे नभएको कारणले गर्दा चाहिँ हामी बाहिरै यहाँनिर हेर्ने होइन, बाहिरै हेरेर जाने अवस्था आएको छ होइन। सो दर्शकबिन तपाईँहरू पनि आउन सक्नुहुन्छ। लोकेसनको लागि तपाईँहरूलाई यो चाहिँ कहाँनिर भन्नुहुन्छ भने रवि होइन, हाम्रो पास्टर रविदेखि थोरै माथि जडीबुटे डाँडादेखि थोरै माथि बुद्ध पार्क रहेको छ। सो तपाईँहरू पनि आउन सक्नुहुन्छ। हामी चाहिँ यहाँनिर चाहिँ के छ भने तपाईँहरूको अर्को कुरा गर्ने टक्क पिकनिक खाने ठाउँदेखि लिएर होइन, यहाँनिर घुम्ने डाँडाकाँडा इत्यादि छ। यहाँनिर धेरै कुरा छ क्या होइन। अनि सो यो चाहिँ पुरै लेक पर्ने गर्छ। अनि यहाँनिर चाहिँ एकदम चिसो मौसम चाहिँ एकदम चिसो हुन्छ। यहाँनिर प्रायः मौसम खुल्दैन पनि है। अब कुनै बेला त्यस्तै राम्रो मौसम भयो भने मात्रै हो, कुनै बेला नभए यहाँ प्रायः मौसम पनि खुल्दैन। अनि त्यही भएर तपाईँहरू सो आउनुहोस् होइन, इन्जोय गर्नुहोस्, घुम्नुहोस्, रमाइलो गर्नुहोस्। ठाउँ यस्तै छ है। यो बुद्धको मूर्ति चाहिँ यो निकै ठुलो पनि रहेको छ। अनि यो एउटा के भन्दाखेरि यहाँबाट चाहिँ हामी होइन विशेष जुन घाम हेर्ने दिन भनेर एउटा कुनै एउटा डे होइन, एउटा कुनै बार जुन हुन्छ होइन, त्यो कुरामा चाहिँ हामी यहाँबाट चाहिँ घाम हेर्न आउँछौँ है। अनि टक्क लाएर यो बुद्धको मूर्तिबाट चाहिँ पुरा घाम मजाले हेर्न सकिन्छ होइन। अनि टक्क बिहान सूर्य उदाउँदै गर्दा पनि यहाँनिर टक्क यहाँबाट एकदम दामी देखिन्छ होइन। सो त्यही दर्शकबिन देख्न सक्नुहुन्छ होइन। सो तपाईँहरू पनि आउनुहोस्, घुम्नुहोस्। यहाँ धेरै छ है ठाउँहरू घुम्नेलाई चाहिँ दामी छ है। दर्शकबिन बुद्ध पार्कै हो होइन, दामी बुद्धको मूर्ति छ टक्क लाएर। अनि यहाँनिर यस्तो दामी बवाल डेकोरेसन पनि यस्तो दामी बनाइदिएको छ। यहाँनिर चाहिँ टक्क लाएर हेर्न सक्नुहुन्छ। दामी छ दामी छ। ल तपाईँहरू आउनुहोस् दर्शकबिन। हामी चाहिँ टक्क लाएर सिँढी चढ्यो। अनि यहाँ ल्याएर टक्क लाएर देख्न सक्नुहुन्छ हामी चाहिँ मूर्तिको छेउमै पुगिसकेका छौँ होइन। अनि यहाँनिर टक्क यसरी सिँढी घुम्ने बाटो पनि राखिदिएको छ। अनि यहाँ केही कुराहरू लेख्दैछ यताको ब्याकग्राउन्डहरू त्यस्तो छ होइन। सो यहाँतिर यस्तो दामी डेकोरेसन गरिएको छ। सो पार्कलाई चाहिँ एकदम दामी बनाइएको छ। अनि सो त्यसै गरी यहाँनिर चाहिँ बुद्धको टक्क मूर्ति होइन, यो चाहिँ एकदम ठुलो छ। आमामा यो धेरै भयो होइन यो। अनि सो यो चाहिँ निर्माण गर्दा पनि यसलाई चाहिँ टक्क 1 इयर जति झन् लाग्यो। 1 इयर जस्तो लागेको छ यो, किनकि एकदम ठुलो छ नि त। यसलाई बनाउनु पनि निकै टाइम लाग्ने खालको छ नि त। हेर्नुहोस् होइन यस्तो ठुलो छ। अनि आमामा हो हामी त केमा एउटा हात नै हराएको हिँड्छ यस्तो बवाल छ। अनि सो यतातिरको डेकोरेसन यस्तो छ। तपाईँहरू आउनुहोस्, घुम्नुहोस्। तर मौसम चाहिँ यस्तै हो हेर्नुहोस्। अहिलेको समय चाहिँ के हुन्छ भने कतिखेर उक्रिन्छ र कतिखेर मौसम बादल लाग्छ थाहा हुँदैन। टक्क लाएर यस्तो छ। अनि अहिले हामी यहाँ टक्क लाएर यहाँ छौँ। यहाँनिर देख्न सक्नुहुन्छ बवाल छ हाम्रो यहाँ बुद्धको मूर्ति चाहिँ यस्तो दामी छ। सो ओके गाइस तपाईँहरू आउनुहोस्, घुम्नुहोस्, इन्जोय गर्नु, रमाइलो गर्नुहोस्। ओके फाइनली गाइस हामी चाहिँ हिँड्नुपर्ने बाटो यस्तो छ। टक्क लाएर जङ्गलको बाटो यस्तो
बबाले चिन्नु पनि होइन। सो यहाँनिर चाहिँ पुरै लेक हो, फेरि दर्शकबिन होइन। बाटो पनि यस्तै छ, पुरा यस्तो झाडीहरू टक्क लाएर होइन, हेर्दा पनि डर लाग्दो। उस्तै त एक्लै यहाँ हिँड्न डराउँछ, यस्तो डेन्जर बाटो छ होइन। जङ्गलको बिचमा बाटो यस्तो छ, फेरि चराहरू यस्तो डेन्जर कराउँछ यहाँ लेकतिर। आम्मामा क्या बबाल छ ठाउँ पनि। हेर्नुहोस् क्या मिठो कराएर छ चरा, हेर्नु। लेकतिर चाहिँ यस्तै हो, दामी होइन, चराहरू कराउँछ होइन, यस्तो दामी हुन्छ। आम्मा सुन्नु बबाल भन्छ क्या। अनि टक्क लाएर हामी यस्तो ठाउँमा जानुपर्ने, यस्तो ठाउँमा हिँड्नुपर्ने हुन्छ टक्क लाएर। सो बाटो चाहिँ डेन्जर छ। अनि फेरि दर्शकबिन यहाँ त अनि दिउँसै रात परेको बराबर हुन्छ दर्शकबिन। अनि अँधेरो भइसकेको छ हेर्नुहोस्। सो तपाईँहरू पनि आउनुहोस्, यस्तो ठाउँ चाहिँ बबाल छ होइन घुम्नलाई चाहिँ। अनि यहाँनिर चाहिँ विशेष धेरै मात्रामा चाहिँ के पाउँछ भने सल्लाह होइन, गोप्रे सल्लाह, खोटे सल्लाह प्रायः यहाँ धेरै पाउने गर्छ। अनि यो चाहिँ किनभने यो हिमाली भेग जस्तै यो चाहिँ अलिक लेक भएर चाहिँ यहाँतिर चुथ्रोहरू भयो होइन, सानो सानो बुट्यान क्षेत्रहरू, अब सानो बुट्यान झारहरू विशेष पाउने गर्छ। यस्तो यस्तो देख्न सक्नुहुन्छ। यो चाहिँ प्रायः लेकतिर पाउने झारहरू के यस्तो हुन्छ होइन। अनि यस्तै छ बबाल छ ठाउँ चाहिँ, बबाल छ यहाँतिर टक्क लाएर। अनि सो यसलाई चाहिँ के भन्छ भने केसारी भन्छ। यो विशेष लेकमा पाउने एउटा फल हो। यो चाहिँ खानु मिल्छ, पछि पाकेपछि पनि खानु मिल्छ र यसको फुल पनि खानु मिल्छ। यो चाहिँ केसारी भन्छ यसलाई। यस्तो बबाल ठाउँ, यस्तो बबाल देखिरहेछ ल दर्शकबिन। यहाँनिर चाहिँ पिकनिक खाने ठाउँ हो। अनि यहाँनिर चाहिँ अहिले उयो पनि बनाइदिइसकेको छ, गोठ पनि बनाइदिइसकेको छ। अनि टक्क लाएर यहाँ चाहिँ हामी पिकनिक प्रायः खान आउँछौँ होइन। र हामी मात्र नभएर सम्पूर्ण इष्टमित आफन्तहरू आउनुहुन्छ यहाँनिर चाहिँ पिकनिक खानेको लागि चाहिँ एकदम दामी ठाउँ बनाइदिएको छ। अनि यो चाहिँ एउटा विशेष यो झार हो, यो चाहिँ प्रायः लेकमा पाउने गर्छ धेरै मात्रामा चाहिँ। डेन्जर हुन्छ यसले चाहिँ, घोच्छ फेरि बबाल घोच्छ। यसको चाहिँ यहाँ देख्न सक्नुहुन्छ फुल पनि हुँदो रहेछ यहाँनिर हेर्नुहोस्। क्या बबाल फुल्दैछ यहाँनिर देख्न सक्नुहुन्छ दर्शकबिन। यो के हो, यसलाई के भन्छ ल दर्शकबिन, तपाईँहरू कमेन्ट गर्नुहोस्। हाम्रो भाइले चाहिँ यो खान्छ भनेर चाहिँ यसलाई पुरा यसलाई चाहिँ कुटाउँदै गरेको छ। अनि तर यो खाने हो जस्तो चाहिँ मलाई लाग्दैन, तर भाइले खान्छ भनेर चाहिँ भाइले पुरा यहाँनिर चाहिँ यसलाई गिराउँदै गरेको अवस्था होइन। यसले फेरि डेन्जर घोच्छ दर्शकबिन। तर यसको नाम चाहिँ मलाई थाहा भएन, तपाईँहरूले कमेन्ट गर्नुहोस् है के हो यसको नाम त भन्न सक्नुहुन्छ। ल दर्शकबिन तपाईँहरूको के छ विचार भन्नुहोस् है। यो खाँदैन हौ भाइ यार, यो खाँदैन हौ। उयो यो त माछा पो त्यसले जस्तो लाग्छ मलाई त। यो यत्रो त फल्छ कि यसले, यत्रो त गेडा फल्छ कि पहेँलो। कस्तो भयो अमिलो बेगाको टोड्ने जस्तो भयो अरे। दर्शकबिन तपाईँहरू पनि ट्राई गर्नुहोस् है यो के हो। एकदम